आज हामी हेर्छौं तपाईले आफ्नो फेसबुक पेजको एक्सेस अरूलाई कसरी दिन सक्नुहुन्छ है। त्यसको लागि हामीलाई चाहिन्छ आईडी को पासवर्ड। जुन आईडीबाट तपाईको फेसबुक पेज बनेछ त्यसको पासवर्ड। जस्तो मेरो यो आईडीबाट मेरो पेज बनेछ भने मलाई फर्स्ट अफ अल यसको पासवर्ड चाहिँ याद हुनुपर्छ है। ल त्यसपछि हामी कुन पेजको एक्सेस दिने हो त्यसलाई हामी ओपन गर्छौं है। मैले यहाँ क्लिक गरे, यहाँ स्विच गरे, यहाँबाट स्विच नगरे मैले गरेपछि यहाँ आउनुस्, सेटिङ एन्ड प्राइभेसी मा जानुस्, फेरि सेटिङ मा जानुस्, तल आउनुहुन्छ भने यहाँ हुन्छ अप्सन पेज सेटअप को अप्सन हुन्छ, यसमा क्लिक गर्नुस्। देन सेकेन्ड अप्सन हुन्छ हाम्रो पेज एक्सेस को अप्सन हुन्छ है, यसमा क्लिक गर्नुस्। अब यहाँ हेर्न सक्नुहुन्छ हाम्रो दुईटा अप्सन हुन्छ यहाँ। एउटा हुन्छ हाम्रो पिपल विथ फेसबुक एक्सेस, एउटा हुन्छ हाम्रो पिपल विथ टास्क एक्सेस है। यो भनेको फेसबुक एक्सेस भनेको तपाईको अलमोस्ट सबै एक्सेसहरु बाइ डिफल्ट यसमा गइहाल्छ। तपाईले फुल कन्ट्रोल दिनु छ या मेसेज को, कन्टेन्ट को, एड्स को एक्सेस दिनु छ भने एकैचोटी यहाँबाट गर्न मिल्छ। सेकेन्डमा के हुन्छ भने पर्टिकुलर टास्क को एक्सेस, मलाई के बुस्ट को मात्र एक्सेस दिनु छ, मेसेज हेर्न को मात्र एक्सेस दिनु छ भने त्यस्तो केसमा हामीले सेकेन्ड वाला युज गर्छौं है। त्यसको लागि दुईटा अप्सन हुन्छ हाम्रो, एडमिन हुन्छ, यहाँ एडमिन हुन्छ। अब मैले यहाँ फर्स्ट के सेकेन्ड वाला मैले क्लिक गरे भने यहाँ एडमिनमा यहाँ आउँछ। नेक्स्ट क्लिक गरे, यहाँ कोलाई दिनुहुन्छ एक्सेस उसको प्रोफाइल को युजर नेम, आईडी को नाम यहाँ सर्च गर्न सक्नुहुन्छ। जस्तो मेरो एउटा सेकेन्ड आईडी छ मनोज धर भन्ने, यो फोटो छ, मैले यसमा एक्सेस दिन खोजे भने क्लिक गरे, यहाँ के दिनुहुन्छ एक्सेस, यहाँ कन्टेन्ट को दिनुहुन्छ, मेसेज कल गर्न दिनुहुन्छ है, कम्युनिटी एक्टिभ दिनुहुन्छ या एड्स को दिनुहुन्छ है। बेसिकली बुस्ट गर्नेमा यो हाम्रो एड्स र इनसाइड को दियो भने भइहाल्छ। मैले यहाँ क्लिक गरे, बाइ डिफल्ट दुवै अन भइहाल्छ है। यहाँ त्यसपछि के एक्सेस गर्नुस्, पासवर्ड हाल्नुस् त्यही आफ्नो प्रोफाइलको। मेरो यहाँ सेट छ, मैले यहाँ हाल्दिए, कन्फर्म गर्दिए, यहाँ एक्सेस गइसक्यो। 31 डेज भित्र उहाँले एक्सेप्ट गर्नु भएन भने यो एक्सपायर हुन्छ अनि हामीलाई फेरि एक्सेस दिनुपर्छ।